ल ल ल भाइहरू सबले ब्लग बनाऊँ भनेपछि मैले सुरु गरेँ त सागर गर्नु पर्यो नि ल जाँदैछु हामी चाहिँ रातिको 12:30 सागर अहिले 12:30 भयो 12:30 बजे हामी चाहिँ हाम्रो भाइहरूसँग सेन्ट्रल अरुण साथी सेन्ट्रल लड्न जाँदैछु हामी बसको पर्खाइमा छौँ अहिले हाम्रो सिरदेव भाइ र सनम भाइलाई पिकअप गर्न जाँदैछु चाँडै ल ल कस्तो हुँदैछ त गाइज एकदम रमाइलो बाबा मोटेको फोन हेलो सिरदेव भाइ कल आयो केमसिङ रोड दुईजना पिकअप गरेर नजिकै छ केमसिङ रोड डेस्टिनेसन जाँदैछौँ वेलकम वेलकम किङ सनम पनि आइपुग्यो ल चिकन फ्राई गर्ने हो कि मैले कपाल फ्राई गर्न गएको बस त्यसले कपालमा बारी हामी त आर्मी नि भाइ चाटेको कपाल चाहिँ युवराज भाइ सुते क्या हो युवराज भाइ मेरो त जहिले सुत्दिन्छ यार त सनम भाइ काम सक्यो हजुर ए फाइनली सबै भेटजना भेट भयो 5 लाइक वाला भग्यो ला सागर भाइ अति भन्यो त यार बेचालाई उयो न भेजा किन सुत्या छ उठाउनु पर्यो यार त्यसलाई ल त एकछिन सुत्न देऊ मलाई लाग्यो भिडियो मोटे यसलाई देखाउनु न भलिबल प्रतियोगितामा मलाई थाहा छैन के भयो भन्दा भलिबल प्रतियोगितामा के अरे ए भलिबलमा पब्जी खेलेर म अनि कटेजतिर गएको थिएँ जाँदासम्म केही रियल हसल हो त यार आउँदाखेरि त लुगा केटाहरूको अब भेटघाटको खुसी छुट्टै छ ल हामी चाहिँ स्टेसनबाट ओर्लिएर पनि सबैजना ग्यादरिङ भइसक्यो अब टक्क टावर ब्रिज लन्डनमा भन्ने भाइब्स दिन गइरहेको छु है त होइन ल सार भाइ कता हो बाटो बाटो हिँड्दा बाटो पाइयो ए अँ उसलाई ससुराल नै लन्डन बिचमै बाँधेर ल है ल फाइनली आइपुग्यो हामी टावर ब्रिज वाउ टिकट बनाउन ल सबजना सक्ट धेरै पछि आइपुग्यो अब फोटो सेसन हुन्छ हल्का लन्डनमा सानो लन्डनमा भन्ने ठाउँ चाहिँ यही हो वाउ ल यहाँबाट चाहिँ तल जानुपर्ने हुन्छ दिउँसो चाहिँ क्लियर देखिन्छ अब अहिले रात परेर त्यो पनि ठिक छ भाइहरू चाहिँ अगाडि पुगिसकेको छ प्लस वक टावर ब्रिज चाहिँ यस्तो छ स्पेसली हाम्रो नेपालमा हुनेहरू धेरैचोटि आइसक्यो तर आज चाहिँ ब्लग बनाउने मौका पाइयो क्लियरली चाहिँ यहाँ छ है त वाउ नाइस वाउ भेरी ब्युटिफुल साइड साइडमा यस्तो छ भाइहरूको फोटो सेसन चल्दैछ श्रीदेव भाइ युवराज भाइ अरूको बिल्डिङ झनै ब्युटिफुल
सागर भाइहरूको फोटो सेसन चल्दैछ। कस्तो लाग्यो ल सागर भाइ हाउ इज नाइट भ्यू नाइट भ्यू दामी ल सागर भाइ अब एउटा 1-2 वटा टिकटक त हाल्नै पर्छ। हान्नै पर्छ मोलिन शेर्पा आएको छ टावर ब्रिजमा यस्तरी बोलौँ न अब यता सागर भाइ त नखिच्ने होला फोटोहरू फोटोहरू त धेरै नै छ तर त्यही पनि खिचौँ न दाहरूसँग यसो ग्रुप फोटो क्याप्चर त एउटा गर्नु हाल्नुपर्ने पर्यो ग्रुप हुन्छ। फोटोहरू त त्यही हो सबैजना इन्डिभिजुअल फोटो उम्, 3जनालाई त बाल छैन त अब खै के भन्नु र नभन्नु 2जनाको जग्गा परिसक्यो त्यहाँ एउटाले राम्रो खिच्ने एउटाले नराम्रो खिच्ने भएर फक यो त वाम्पाल्ला ओइ सिधै भाइ ए युवराज भाइ अब चाहिँ पुलिसले चाहिँ हामीलाई नै लगेर छ यसले गर्दा तर फोटो चाहिँ सही आइरहेछ है फेरि र खै ब्लग सन भइरह अब सब ग्रुपबाट खिच्छ मलिँदा बस्नु न ल यो हामी उभिरहेको चाहिँ खासमा लन्डन ब्रिज हो। अब टावर ब्रिज चाहिँ अघिको सिधा उता यो चाहिँ टावर ब्रिज होइन त यस्तो गरौँ त्यो ब्रिज नजाउँ हजुर। पिकाडेली जाउँ अँ पिकाडेली ओके कस्तो बवाल ठाउँ छ है अब यो टावर ब्रिज चाहिँ लन्डन हुनुजेल चाहिँ अन्तिम पल्ट हेर्दैछु टावर ब्रिजलाई बाई 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 किनकि भिजा सक्को मोलिनको सुत्नुपर्ने भाइ हिँड्दैछ अब घर जाने सुत्ने द नेक्स्ट स्टेसन इज पिकाडेली होइन भिक्टोरिया भिक्टोरिया नाइस अति नै बोक लागेको अवस्थामा हाम्रो सुदेव भाइ होइन पिकाडेलीतिर एउटा चिकन सप होला नि त त्यहाँनिर यो भाइलाई अझ एक्स्ट्रा कुकर भात बसाल्नै पर्छ गाइस त्यहाँनिर 20 विङ्स 2 लार्ज चिप्स सम्झि के भयो किन आउन खानेकुरा यहाँ अब भाइहरू लास्टै बोक लगाएपछि यो भाइको अनकन्ट्रोल भएर यो एकदम अघि पनि चाहिँ रोइरहेको थियो फेन्टै हुन लागेपछि फेन्टै हुन लाग्यो तर अहिले चाहिँ ठिकै छ हामी चाहिँ वान अफ द एक्सपेन्सिभ समोसा इन द वर्ल्ड खाँदैछु एउटाको 4 पाउन्ड भनेपछि नेपाली कति पर्यो सागर भाइ 800 को समोसा ल हातमै हराइदिएर यार 800 समथिङ अह 800 समथिङमा त ओके तताउँदा तताए के त एक्सपेन्सिभ समोसा इन द वर्ल्ड ल लन्डन ब्रिज यस्तै छ है साथी हो नाइटमा खासै त्यति मान्छे छैन दिउँसो चाहिँ प्याक हुन्छ थेम्स रिभर बग्दैछ तलतिर त्यहाँ बसेर फोटो खिचिन्छ अनि पछाडि टक्क टावर ब्रिज यसो देखिन्छ ओहो कति राम्रो कति सफा भाइहरू धेरै अगाडि गइसकेको छु ल यति हो अनि ब्लग त थियो खासै यसो तपाईँहरूलाई टावर ब्रिज एट नाइट सिन कस्तो आउँदो रहेछ भनेर देखाउन लाग्यो हो त्यति भन्दै यस्तो सिनहरू देखाएर यो ब्लग चाहिँ यहीँ हानिदिन्छु है त गाइस